हेलो एभ्रिवान नमस्कार सबैलाई। होप यहाँहरूको नयाँ वर्षको सुरुवात निकै नै राम्रो भयो होला। सो नयाँ वर्ष सँगसँगै नेपाली सिनेमा इन्डस्ट्रीमा भने थुप्रै नयाँ सिनेमाहरू अनाउन्स र रिलिज डेट समेत तोकिएको छ। सो त्यसमध्ये धेरै सिनेमाहरू यो वर्षको केही समयमै रिलिज हुँदैछन् भने केही सिनेमाहरू वर्षको अन्तिमसम्म रिलिज हुने तयारीमा छन्। केही सिनेमाहरू भने अनाउन्स मात्र भएका छन्, जसमध्ये अनमोल केसी स्टारर थुप्रै सिनेमाहरू अनाउन्स भएका छन्। बाटुलो जुन भन्ने प्रदर्शनको तयारीमा रहेको छ भने एमे र हजुर 5, बिफोर वी मेट, जेरीको सफलतापछि जेरी द फाइनल क्लाइम्ब पनि अनाउन्स भएको छ। दयाङ राई अभिनीत पेन्सनपट्टा, जितु नेपाल अभिनीत कार्की काइँला, प्रियङ्का कार्की अभिनीत मास्टरनी, पूजा शर्मा र विजय बराल अभिनीत रत्तेली, के अधिकारीले बनाउन लागेको अबको सिनेमा रहेको छ स्टेसन, नयाँ वर्षकै दिनबाट अनाउन्स भएको छ। अनि त्यसको साथसाथै अर्को सिनेमा रहेको छ महाराज धीराज, जसको प्रदर्शन मिति भने 2082 सालमै रहेको थियो, तर केही कारणवश प्रदर्शन मिति पनि सरेको छ। साथसाथै पहिला पल शाह अनुबन्धित हुनुहुन्थ्यो महाराज धीराजमा भने अहिले पल शाहलाई चाहिँ पुष्प खड्काले रिप्लेस गर्नुभएको छ। सिनेमाबाट राम्रै आशा गरिएको छ, पोस्टर पनि निकै एक्साइटिङ रहेको छ। त्यसको साथसाथै थुप्रै अरू नयाँ सिनेमाहरू पनि अनाउन्स भएका छन्, जसको टाइटल्सहरू पनि निकै एक्साइटिङ रहेका छन्। होप नेपाली सिनेमामा अनाउन्स भए अनुसार नै सिनेमाहरू निर्माण र प्रदर्शन हुन् र सिनेमाको टाइटल अनुसार जति एक्साइटिङ हामीलाई बनाएको छ त्यसरी नै सिनेमाले पनि एक्साइटिङ बनाउन् भन्ने हाम्रो चाहना, हाम्रो धारणा पनि त्यही रहेको छ। त्यसको साथसाथै थुप्रै जुन सिनेमाहरू रहेका छन् जुन अबको समयमा प्रदर्शनका क्रममा छन्। सो सबै सिनेमालाई सफलताको धेरै धेरै शुभकामना दिन चाहन्छु। थ्याङ्क यू।